सम्पूर्णलाई नमस्कार। आज हामी चन्द्रगिरी घुम्न जाने भनेर हिँडिसकेका छौँ बाटोमा। अनि मेरो साथमा हुनुहुन्छ दाइ र म। अनि चाहिँ आज हामी चन्द्रगिरी केबल कार चढ्ने र भालेश्वर मन्दिरलाई दर्शन गर्ने भनेर हिँडिसकेका छौँ। जोस् आजको यात्रा रमाइलो होला भन्ने आशा छ। हेरौँ कस्तो हुन्छ। जोस् बाटो पनि ठिकै छ, के अरे घना बस्ती, सफा बाटो, अनि बाइक पनि राम्रै चलाउनु भएको छ दाइले। जे होस् रमाइलो होला यात्रा। अब प्रवेशद्वारमा पुग्न लागिसकेको छ। घना बस्ती, बाटो पनि सफा छ। रमाइलो होला भन्ने आशा छ। आजको यात्रा चाहिँ रमाइलो होला भन्ने आशाको दौरानमा चाहिँ दाइले बाइक चन्द्रगिरीको प्रवेशद्वारमा पुगिसक्यौँ। अब चाहिँ टिकट काटेर माथितिर जाने। बसमा टाइम छ, ब्रेक टाइम 12:30 to 30। अब चाहिँ सिटीमा गइयो। केबल कार पनि हिँडिरहेको छ माथितिर। अब चाहिँ प्रवेशद्वार एन्ट्री गरियो। मान्छेहरू पनि धेरै हुनुहुन्छ। म सबै चाहिँ दाइ हुनुहुन्छ मेरो पछाडि। मान्छेहरू पनि धेरै हुनुहुन्छ। म सबै चाहिँ केबल कार चढ्ने भनेर तयारीमा हुनुभएको छ। अब केबल कारमा चढियो। जे होस् चन्द्रगिरी केबल कारदेखि भिडियो बनाइरहेको छौँ। रमाइलो छ। घना जङ्गल छ ठाउँतिर। केबल कार पनि आउँदैछ।
रमाइलो छ ठाउँ। हजुरहरू पनि आउनु होला कि भालेश्वर मन्दिरमा दर्शन गर्न अनि घुम्न केबुल कार चढ्न। मान्छेहरू आवत जावत भइरहेछ। यता त्यो तल एउटा होटेल पनि छ, त्यो होटेल पनि जो चन्द्रगिरीकै आसपासमा रहेको छ। यो होटेल चाहिँ यता घना जङ्गल छ, बस्ती छ, घना जङ्गल छ के अरे।